धन्यवाद के त भन्नु न सर्वप्रथम म आफूलाई धेरै धेरै ढोक गरेँ। एकदमै इमोसनल भयो यो कुराहरू चाहिँ। कहिले पनि यस्तो कुराहरू हामीले कहिले पनि उयो गरेको थिएन नि त। अनि एक त एउटा मित्रता भनेको कुरा चाहिँ यति स्ट्रङ हुँदो रहेछ भनेर चाहिँ कहिले पनि सोचेको थिएन कि। मतलब म चाहिँ कोही साथीहरू बनेछ भने चाहिँ मेरो फ्यामिलीसम्म पुगोस् भनेर चाहिँ मेरो मनबाट चाहिँ त्यही चिताउँथेँ कि मैले। तर नाना मेरो घरमा पनि पुग्नुभयो। अनि म चाहिँ एकदमै खुसी कि त्यो दिन त म धन्न मेरो छुट्टी थियो र मैले फोन गरेको गरेँ, मेसेज गरेको गरेँ। अनि कतिचोटि चाहिँ म कस्तो इमोसनल पनि भयो कि त्यो ठाउँमा म पनि पुगेको भए हुन्थ्यो। तर के गर्ने त है, प्रदेशको बाध्यता कन्डिसन त्यो कारणले चाहिँ जान पाएन। अब के भन्ने, अब सबै कुरा पैसा त हुँदो रहेछ नि त। गोजीमा पैसा थियो र त पनि आफ्नो ट्राभल गर्न पाएन कारणवश। आमा मेरो भन्नेलाई चाहिँ सरी, तर अब आउँदा चाहिँ त सबैको परिहार गर्छु आशा छ। ढुक्क हुनुहोस्, तपाईँहरूको आशीर्वादले छिटै आउनुहुन्छ घरमा।